हेलो गाइजहरु, मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। आज हामी जंगलमा न्युरो टिप्न जाँदै छौं है गाइजहरु। हजुर गाइजको बच्चा हेलो गर्दिनु त आयुष। ओ मिस्टर आयुष ल फेरि यता हेरेर आयुष, यता हेरेर गाइजहरु, हाम्रो यता त मकै पनि यत्रो भइसकेको छ। मेरै खेत हो नि यो, बढी बोल्छ के। हामी त खोला टर्न लाछौं। के हो यसा? हेलो आयुष। हामी न्युरो खोज्न आएको। ए यता टिप्नु भएको छैन। छिटो आऊ। ल आऊ। हामी त न्युरो टिप्दैछौँ। यति भएको छ हाम्रो न्युरो। गाइजहरु, हाम्रो न्युरो स्पेशल न्युरो। आऊ भयो हैछ के भन्दै आयुष हेलो भन्देऊ। हात देखाऊ, हात। दुखेछ सानो बाबु आऊ यता। हेलो आन्टी, यता हेर्नु। ओ सम्झना आन्टी। मम्मी भर्ती माछा अनि ठुलो भोटी माछा है। यति भयो गाई जस्तो घाममा बला यतिसम्म भएको छ। घाम चाहिँ थियो। जुम त गरे छैन। पहाडको घाँस, तराईको सब्जी, अर्ग्यानिक न्युरो। यहाँ पानी खान बसेको यस्तो गर्मी भएर।
पौडी खेल्न जानु लाग्यो हो क्या मम्मी हाम फाल्नु भयो भने यो आमा छोरी अघि कति टाइम हराएको थियो बल्ल भेटियो लु हामी फेरि अब जङ्गलको बाटो भ्याएर अब फेरि खेतको बाटोमा हिँड्यौँ गाइज छु गाइज बल्ल बल्ल खेतमा हिँड्दा 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 मेन रोड भेट्यौँ गाइजहरू हामीले अब एकछिन राम्रो बाटो हिँड्छौँ अनि फेरि अहिले उता शीतलमा गएर भेट्छौँ हामी उसले बगेर खाने गरे खै बगेर खाने मान्छे ओहो घामले त ल हामी पुलमा आइपुग्यौँ गाइजहरु पुल भेटिएको छ पुल ल अब हिँडौँ ल हिँड जाऊँ पुलमा हामीले यो पनि भेट्यौँ पुलको छेउछेउमा निउरो पनि रहेछ गाइजहरु अलिअलि पुल त खतरा छ गाइज हेर्नु त हाम्रो यहाँको पुल यो तराईको पुल घन्टी हो अनि उता उताको हो नि म पनि घन्टी हो घन्टी ठुलो पानी हो सम्झना बनेको उता गएको छ बाबु माया दिदी यता हेर्नु त बाबु मिठी खान हौ मिठी खान हामी त अब घरतिर फर्क्यौँ निउरो टिपेर हाम्रो निउरो टिप्ने कार्यक्रम सकियो दुःख छ हेर्नुहोस् गाई बच्चा बोकी बोकी निउरो टिप्न हिँड्छन् हेर्नु त गाई त यस्तो दुःख छ अनि एकजना यहाँ जना म अब हामी घर फर्किँदैछौँ हामी त खेतै खेत हिँड्नेछौँ बाटो लाग्छ यता यताको बाटो हाम्रो यताको बाटो दिदी कताबाट यहाँबाट सिधा यहाँबाट बाटो हामीलाई बताउनु भएको छ लु अब चाहिँ हामी हाम्रो घरको बाटो लाग्यौँ यो चाहिँ हाम्रो घरको स्कुल है घर साइडको स्कुल अब खेतको बाटो हिँड्दैछौँ अब अहिले मेन रोडमा गएर भेट्छौँ हामी हजुरहरूलाई गाइज हामी त बाटोमा आइपुग्यौँ चप्पल पनि नलागिनेछ मेन रोडमा आइपुग्यौँ स्कुल हाम्रो स्कुल गाइज हामी घर आइपुग्यौँ हाम्रो घर चाहिँ यो है आइपुग्यौँ हामी घर
हामी त आइपुग्यौँ गाइजहरू घरमा। ये हामी घर आइपुग्यौँ। आजको हाम्रो तरकारी यति नै हो। निउरे आमाले चाहिँ बाटी काट्दै हुनुहुन्छ। लु गाइज अब हामी घर आइपुगे। मेरो भिडियो यति नै थियो। यहाँसम्म हेरेर माया गरिदिनु होला।